नमस्ते साथीहरु, हाम्रो माई न्यू ब्लग हजुरहरुलाई स्वागत छ। हजुरहरुलाई सन्चै होला, हजुरहरु सन्चै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चै आराममा छौं। हामी चाहिँ आज पसल जान थालेको। उनको नाम सम्झना, मेरो नाम नेहा। हामी चाहिँ हात्तीको नोट जान थाले हामी त साथीहरु। लज्जाम है साथीहरु, हजुरहरुलाई नि आज हाम्रो पुरा गाउँ घुमाउँछौं हामीले। पुरै उस भिडियो हेरेर लाइक कमेन्ट शेयर गर्न चाहिँ नबिर्सिदिनु। हजुरहरुको साथीहरुलाई नि बताइदिनु होला। जति सक्दो भ्युजर्स बढाइदिनु पर्यो है त साथीहरु। फलो पनि गर्दिन पर्यो। अनि हामीले फलो ब्याक दिने छौं हजुरहरुलाई। अरूको त भनाइ मात्रै हुन्छ नि त, हाम्रो चाहिँ भनाइ हैन, साच्चै हो है त साथीहरु। तपाईहरुले हाई लेख्नु होला, हामीले यताबाट हेल्लो लेख्छौं। अब यिनी चाहिँ 4-5 दिनपछि जान्छन्। अब मेरो मात्रै भ्लग आउने छ हजुरहरुलाई। कस्तो नरमाइलो लाग्छ नि त, किनकि 10-12 दिन त बसिन् नि। नै पनि म पनि गएर भ्लग बनाउने छु मेरो टिकटक आइडीमा, गएर हेर्नु होला। हजुरको टिकटक आइडी त भन्दिनु होला, मानु मैले मेन्सन गरिदिन्छु नि त। यिनले बताइदिन्छ नि, यिनलाई सोध्नु होला गाइजहरु। ल जाऊ। हामी चाहिँ आज के लिन गएको भन्दा आलु अनि पछि टमाटर प्याज ज्याडा छि लोटे लाए। अलि बाटो चाहिँ अर्कै हो के साथीहरु, अलि सागु रह के। अब चाहिँ म तिमीलाई सोध्न दे हात्तीको नाम चाहिँ गाउँ होला। यदि मेरो चाहिँ याद नपरेपछि क्यामेरा एकदम नराम्रो हुन्छ के। अनि दिदी उसले नेहाले भनिन् कि तिमीले छोप न यस्तो क्यामेरा भनिन्। हात पिन त गल्यो होला नि त बिचरालाई, हात गलेको दुःख। हजुरहरूले साउन्डले सुरु लगाउनु भयो होला। अघि पनि मेरो त 3वटा हो कि 5वटा कि 4वटा मात्रै, मेरो 9वटा छन्। यस्तो हुन्छ कि खपाउने मान्छेसित 9वटाको 9वटै हुन्छ। हामीसित जम्मा 5वटा हो कि 4वटा। हजुरहरूले गनेर बताउनु होला कमेन्टमा। हेर्नु राम्रोसित अब गर्ने बताउनु होला कसको कतिवटा खान। ल हामीले त भन्दै हम 9-4। हामी चाहिँ अब अलि लाग्छ कि दोकान चाहिँ यहाँ फेरि टाढा छ, त्यही भएर गाइस वहाँ त नजिकै छ। हजुरहरूको घरतिर पनि नजिक होला, हाम्रो चाहिँ टाढा हो कि। हजुरहरूले नि भ्लग बनाएर हामीसित सेन्ड गर्नु होला कृपया। हामीले पनि लाइक कमेन्ट शेयर गर्छौँ। हामी चाहिँ आइसकेछौँ दोकान समेत, त्यही भएर अझै त लाग्छ होला नि। अझै लाग्छ, 5-6 मिनट लाग्छ नि। 5-6 मिनट लाग्दैन, 2-3 मिनट लाग्ला, त्यति लाग्ला। हाम्रो न्यू ब्लग लिएर सबैजनाले माया गरिदिनु होला। बल्ल मात्रै बनाउँछ, 2-3टा हामीले नाचिकन बनाउँछ। हल्का मजाक गाइस। हामीले खाना खाएको पनि बनाउँछौँ, अनि पछि खेलेको पनि बनाउँछन् खाँदा खाँदै, अनि ब्लग पनि बनाउँछौँ। हामी फुड च्यालेन्ज पनि त हो नि साथीहरु। सब कुछ हेर्दिनु होला, धेरै हामीलाई सबैलाई माया गरिदिनु होला। सबैले धेरै माया चाहियो है त हामीलाई। हजुरहरू कति क्लासमा पढ्नुहुन्छ भनिदिनु होला। कोही त दिदी दाइहरू होला हैन, उहाँहरूलाई नि नमस्ते। हाम्रो भ्लगमा लाइक सब्सक्राइब गरिदिनु होला, सब्सक्राइब होला फलो गरिदिनु होला। जे पिन त आउँछ नि त साथीहरू मुखबाट त। हामी यताको बाटो छोड्दिउँ नि त साथीहरू, यताबाट हेर्छौँ कि, किनकि मकैले पाच्छ नि त। हजुरका घरतिर पनि मकै फल्ने सिजन छ अहिले। साथीहरू घर कस्तो टाढा यस्तै झर्नुपर्छ कि। म चाहिँ अब त्यही हो दोकान।
देख्न सक्नुहुन्छ हजुरहरूले हो त हजुरहरूले धेरै माया देखेपछि हामीले स्ट्यान्ड पनि किन्न सक्छौँ हजुरको जो आज्ञा किन काटी काटी नबनाएको त भन्नु होला फेरि हाम्रो टिकटकमा साउन्ड आउँदैन नि त हामीलाई बनाउन पनि आउँदैन त्यसैले एक त हामी अरू जस्तो छैनौँ कि काटी काटी बनाउने हामीले सब देखाउँछौँ भोलि पनि हाम्रो न्यू लगाउने छ हजुरहरूले हेर्नु कि फुड च्यालेन्ज आइडी त बताइदियो ब्लग आउँछ आइडी त बताइदियो आइडी रहेको छ सम्झना नेहा न्यू ब्लग न्यू नै ब्लग मात्रै सम्झना नेहा अर्को सम्झना विश्वकर्मा हामी चाहिँ आइसकेछौँ बाटोमा अप्ठ्यारो बाटो छ साथीहरू लु पनि छोप्छु अब मेरो हात पनि त गल्यो नि मकैबारीमा छौँ अहिले हल्का सिमेन्टको बाटो जस्तो हो त्यहाँ हामी जानेछौँ लु त्यो पैसा छोप आऊ 1000 को नोट उसले चाहिँ उही देखाइ गरेको छ कहीँ हल्का यहाँ डुब्लिनुपर्छ त्यही भएर हल्लेको छ देखाएको देखाइ गऱ्यो भने नरिसाउन लगाइ मेरो बानी नै यस्तो छ क्या एक चिज देखाएको देखाइ गर्छन् हामी चाहिँ गाई दोकानमा आइसकेछ त्यहाँ हामी सोलो बोल्न सक्छौँ सुन्दिनँ होला कृपया मिस्टेक भएन हाजी ठिक होइन हामी चाहिँ आइसक्यौँ गाइज मेरो फोटोको जिसस होइन तपाईँको फेस चुजाद्रै आधा किलो टमाटर दिनु न प्याज छ भाइ आइज हामीले प्याज लिएर आएको छौँ यहाँ रहेको छ 1 किलो मैले त खिच्छु लु जम ल्या सरकारी पाउँदै थियो यस्तो नलैया जम ल्या ठिक चिज तर पनि जमले होइन नि कपालको फेसनहरू यहाँ कि सानीले सिकेको छैन जत्रै बुढो ए नानी लिपिक लाउनुहुन्छ र लिपिक लाउनुहुन्छ र यहाँ के बाबाले पाइहाल्नुहुन्छ कि यसो बाबालाई सोधेर एउटा गरिदिन्छु लाउनी नक्काली हुने नक्काली गरी दाजु दे नि बाबालाई सोधेर बुनिबार लाउने त यत्रा लाउँछन् न कहिले आलु 1 किलो हो ए 1 किलो बच्चुले लाउँछन् त टमाटर आधा किलो
यो त हिरा घी हो नि छोपन त ओया के हिरा घी हो हेरा के हो र हो हिँदा उसले यहाँ कस्तो राम्रो जाने पैसा दिनु